हेलो हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो यो फर्स्ट म्युजिक भ्लगमा। हजुरहरू सब सन्चै हुनुहुन्छ होला। म चाहिँ आज मासु बनाउँदैछु। आज हजुरको घरमा के पाकेको छ साथीहरू सेयर गरिदिनु होला नि। म चाहिँ आज मासु बनाउँदैछु। मासु लभर को हुनुहुन्छ साथीहरू भन्नुहोस् त। म पनि मासु लभर नै हो साथीहरू, तर मलाई यस्तो झोलदार मलाई मन पर्दैन। मलाई चाहिँ ग्रेभी टाइपको यस्तो तेलमा के पारेर बनाउँछ नि रातो पारेर, हो त्यो चाहिँ मनपर्छ मलाई। त्यस्तो चाहिँ खाना मलाई मनपर्छ। अरू सन्चै हुनुहुन्छ साथीहरू। मैले चाहिँ यस्तो भुटिकन चाहिँ मैले पछिबाट प्याज मसलाहरू हालेर भुट्छु कि म। पहिला चाहिँ प्याजहरू हाल्दिनँ, पछि मासु भुटेर प्याज मसलाहरू नुन बेसारहरू सबै एकैचोटि हालिदिन्छु साथीहरू। म चाहिँ उता सब्जी बसालेर यता चाहिँ म छुट्टै पाराले यहाँ खाँदैछु। जुन तेलमा तारेर राखेको मासु थियो त्यो मैले खाँदैछु यहाँ मजाले बसेर। म चाहिँ भन्नुपर्दा मैले चाहिँ एकदमै मिठो सब्जी बनाउँछु कि सब्जी होस् मासु होस् जुनसुकै होस् अचार होस् जुनसुकै होस्, तर मेरो हातले बनाएको जे चिज पनि मिठै हुन्छ साथीहरू। आफ्नो तारिफ आफूले गरे जस्तो हुन्छ साथीहरू। जे सत्य हो सत्य नै हुन्छ, सत्य कुरा सत्य नै हुन्छ साथीहरू। यता चाहिँ मेरो सब्जी रेडी भइसकेको छ साथीहरू। अब चाहिँ मैले टमाटर हाल्छु। टमाटर हालिसकेपछि अब एक सिटी लगाइहाल्छु। त्यसपछि मेरो सब्जी रेडी हुन्छ साथी। अब रेडी भयो मेरो सब्जी। अब खाना भए आउनु होला साथी। यो चाहिँ के को साग हो भनिदिनु।